हेलो गाइज नमस्ते वाट्सअप टु माई मिनी भ्लग मेरो मिनी भ्लगमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ हामी बाँफेकोट लिगा 3मा आएका छौँ। आउँदै गर्दा चाहिँ टक्क यो शेरफु ताल देख्न सक्नुहुन्छ तपाईँले। यता हेर्नु शेरफु तालको भ्यू देखाइदिनु पऱ्यो सर, क्यामेरा रोटेट गर्नुहोस् त। अनि त्यसै गरी यहाँ हेर्नु बोटिसहरूको व्यवस्था छ यहाँ होइन, आउनु। बोटिसहरूको व्यवस्था पनि यहाँ एकदमै छ। यहाँ एकदम हरियाली पानीको तलाउ छ, त्यस पछाडि लगेर डाँडा काँडा पनि एकदम हरियाली छ। उता देख्नु डाँडा काँडा एकदमै हरियाली छ। हरेक ठाउँबाट यहाँ पर्यटकहरू आउने यो ठाउँ हो। यहाँ धेरै पर्यटकहरू आउने गर्नुहुन्छ यो शेरफु तालमा र धेरै पर्यटकहरू आउनु भएको छ। आज पनि हेर्न सक्नुहुन्छ तपाईँले, ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ पर्यटकहरूको एकदम भिड छ होइन। अनि त्यस पछाडि यता पनि पर्यटकहरूको एकदमै लास्टै भिड देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ आउँदै गर्दा मैले पनि एउटा यो भिडियो गराउँदैछु तपाईँहरूको सामु प्रसारण गर्नको लागि गाइज। यहाँ हेर्न सक्नुहुन्छ बोटिसहरू हुन्छ, बोटिसहरू देख्न सक्नुहुन्छ। यहाँ खानेपिनेको व्यवस्था सहित लिएर यहाँ हरेक ठाउँबाट हरेक स्कुलहरूबाट पिकनिक आउने गर्नुहुन्छ। यो ठाउँमा पिकनिक आउँदै गर्दा यहाँको एकदमै सुन्दर ताल छ, सुन्दर एरिया छ, सुन्दर यो ठाउँ छ। यो हरिया डाँडा काँडा एकदम पहाडले भरिएको डाँडाको बिचमा यो शेरफु ताल छ। त्यही शेरफु ताल रमाउन अनि मनोरञ्जन गर्नको लागि चाहिँ हरेक मान्छेहरू आउने गर्नुहुन्छ यहाँ। त्यसै क्रममा हामी पनि आज आइरहेका छौँ। सो तपाईँहरू पनि आउनुहोला आफ्नो आफ्नो ठाउँबाट। हामी पनि आइसकेका छौँ, सबजनालाई माया छ। हाम्रो भ्लग निरन्तर रहनेछ। यो हाम्रो भिडियोहरू नयाँ नयाँ ठाउँहरूका भिडियोहरू प्रसारण गर्दछौँ हामी। आज हामीले यहाँको भिडियो गर्छौँ भने हरेक भिडियोहरू तपाईँहरूका माझमा हामी सामाजिक सञ्जालद्वारा तपाईँहरूलाई हरेक ठाउँमा देखाउन चाहन्छौँ। त्यसैले हामीले यो भ्यू आज तपाईँ प्रत्यक्ष रेकर्ड गरेर तपाईँको ठाउँमा राख्नेछौँ। सो त्यस्तै गरेर हामी अब जानेछौँ। यता आउनु सर, यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी यहाँ माथि यहाँनिर लेखेको छ शेरफु ताल भनेर लेखेको छ भिडियो निरन्तर हो ल। अनि त्यसै गरी यहाँ हेर्न सक्नुहुन्छ यो ठुलो एरिया छ। हाम्रो यता पछाडि पनि एरिया छ, यहाँ हेर्न सक्नुहुन्छ। होटल भरेको छ एकदम। तपाईँहरू यहाँ आएर बस्नुहुन्छ भने व्यवस्थित तरिकाले लज होटलहरू एकदमै फेमस होटलहरू पनि यहाँ रहेका छन्। सो हामी पनि यहाँ आएछौँ। हामी त यहाँ हामी बिहान मात्र आएको यहाँ। सबैजना बस्ने गरी आउनु होला। लज होटलहरूको पनि व्यवस्था भइरहेको छ भन्दा नपत्याउनु होला, कसैले नपत्याउनु होला। तर यहाँ सत्य हो, यो यहाँ लज होटलहरू धेरै छन्। अनि यता हेर्नुहुन्छ डाँडा काँडा हाम्रो नेपालको फ्ल्याग लगाइएको छ। यहाँ पनि फ्ल्याग लगाएर सजिलो हुन्छ। त्यसले गर्दा यो बाँफेकोट 3मा आउँदै गर्दा हामीलाई भिडियो गराउन मन लाग्यो होइन। यो सब दृश्यहरू तपाईँलाई देखाउन चाहन्छु। यो साना साना बोटिसहरूबाट लिएर साइकलहरूबाट लिएर विभिन्न किसिमका बोटिसहरू यहाँ सञ्चालन भएको छन्। र यो तालमा बोटिसहरू चलाउने साइकलहरू चलाउनेको भिड एकदमै बाक्लो भिड हुने गर्दछ। यहाँ हरेक दिन पर्यटकहरू यहाँ आउने गर्नुहुन्छ। र यो एउटा धार्मिक स्थल जस्तै धार्मिक स्थल हो। यहाँ मन्दिरहरू पनि छ। सब एकदम रमाइलो छ। यहाँ सक्नुहुन्छ बोटिस छ। यहाँ शेरफु ताल लेखेको छ। यता पुरै भ्यूहरू दामी भ्यू छ, एकदमै रङ्गी चङ्गीको भ्यू छ। हामी आएछौँ। हस् त नमस्ते सबैजनालाई, सबैको जय होस्, जय नेपाल।